Hello everyone, welcome to my mini vlog. आशा छ कि तपाईहरु सबैजना सन्चै र निरोगी हुनुहुन्छ होला। सधैँ यसरी नै बसिराख्नुस्, परिवारसँग खुसी भइराख्नुस्। अनि आज चाहिँ मेरो बर्थडे हो। ह्यापी बर्थडे टु मी भन्न चाहन्छु म आफैलाई हैन। अनि मलाई चाहिँ कति धेरै जनाले विश गरिसक्नु भएको छ। हिजो बेलुका चाहिँ मैले सरप्राइज पनि पाएको रातिको 12 बजे। कोकोले भन्दा चाहिँ म र के अरे रोशनी मेरो नन्द र बहिनीले चाहिँ मलाई सरप्राइज केक र गिफ्ट ल्याइदिएको थियो। म अहिले पछि देखाउने छु। अनि अहिले चाहिँ म मन्दिर जान लाग्यो। सो हेर्दै गर्नु न है त। ल हामी चाहिँ मन्दिर आइपुग्यौँ। सामानहरू ल हामी चाहिँ पूजा गरिसक्यो। आज चाहिँ थुप्रै रहेछ मान्छेहरू चाहिँ, तर छिटै पालो चाहिँ छिटै आयो। अनि मैले चाहिँ माला लगाएको मेरो बर्थडे हो। बिहा गरेको हामी दुईजना ल्याएको छौँ। ल हामीहरूको त पूजा सकेर आज फर्स्ट टाइम यहाँ माथि चढेकै बिन्दवासिनी टेम्पलको यहाँको सिन। आज पानी परिरहेछ। आज त मेरो बर्थडेमा जहिले पनि पानी पर्छ। झन् बेलुका झन् लाइन गएर गेडाङ गुडुङ हुन्छ झन्। सानो ल हामी चाहिँ अब घर फर्किन लाग्यो। मैले चाहिँ यहाँ बिस्कुटहरू चाउचोहरू ल्याएको थिएँ। अनि 10 रुपियाँ बाँडेको थिएँ सबैजनालाई। ल अब हामी घर जान्छु, हेर्दै गर्नु। ल हामीहरू चाहिँ अब निस्केको लेक साइडतिर पार्टी खान। अनि यहीँ सोनिया ओस्नी फोस्नी टोस्नी। अब यता पछाडि त हिरो भइहाल्यो। कहिलेको केटी कहिलेको यता ड्राइभर भन, उता खलासी भन न। पार्टी खान हो तिम्रो। उहाँ ड्राइभर, म पछाडि खलासी। अहिले जाम भन्दै फेरि। ल हाम्रो जनसङ्ख्या अझै बढ्नु भएको छ। मेरो सैनीले गरेर चाहिँ हेलो भनिदिनुहोस् आफ्टर लङ टाइम। यति नै थियो, हामी जाँदै हामी त। ल यो चाहिँ मेरो सैनीको बर्थडे गिफ्ट है। थ्याङ्क यू सैनी। तल केक पनि छ, अहिले पछि एकछिनमा काट्ने। हामी आएको ठाउँ द सोर। खाजा अर्डर दिइसकेको छौँ। उड्दै सबै भोगले टान्टी पुर भएछ यतै। ल म चाहिँ प्रिन्सेस भएको अवस्था। अब चाहिँ हाम्रो यहाँ केक कटिङ हुन लाग्यो। थ्याङ्क यू सैनी फर केक एन्ड गिफ्ट। ल हामी चाहिँ अहिले प्यारिसतिर आएको। यसले यहाँ उस पोखाइदिएछ। यहाँ चाहिँ अर्को मेरो साथी पनि एड हुनुभएको छ। अनि यहाँ चाहिँ सानो प्रिन्सेस छ नि अर्को नि। हाई भन्दैछ सानो, छिटो ल हाई हो। ल हामी एकछिन यहाँ अब एकछिन बसेर चाहिँ घरतिर जान्छौँ, हेर्दै गर्नु। यो चाहिँ हाम्रो कम्प्लिमेन्ट्री ड्रिङ्क्स। ल हामीहरू चाहिँ जाँदैछौँ है। ल गाइजहरू बाई बाई गरिदियो। यतै बाई बाई बाई। See you on my next video. Bye bye. सो अघि नै चाहिँ मैले भ्लगिङ गर्न लाएको थिएँ होइन। तपाईँहरूलाई म एउटा कुरा देखाउँछु। ज्याडा मेरो न्यू स्कुटर है यो चाहिँ। सानो ओ माई गड मेरो न्यू स्कुटर। कता गएर हाम फाल्ने होला स्कुटर लगेर। थ्याङ्क यू। माई गड अनएक्सपेक्टेड हो कि यो त। सोचेको पनि थिएन नि त। अनि मेरो थोत्रै स्कुटर गयो त। मेरो थोत्रै स्कुटर गयो। खुसीको दिनमा कतै नठोकाउनु रे।
ब्रेक थियो म त यो त माथि कोठामा लगेर खाटमा राखेर सुत्न पर्ला त्यसमा ब्रेक थियो अनि उस भएको के के नरहेछ त्यसमा त्यही भएर फेरि त्यो क्यान्सल गर्यो फेरि एमा किक छ किक नहुने स्कुटर पनि हुन्छ हो माई गड अब यहाँ ट्याक्क मेरो फोटो टाँच्ने यहाँ अगाडि नम्बर प्लेटमा अनि नम्बर प्लेटमा यता यता चाहिँ बल्ल नम्बर लेख्ने यहाँ चाहिँ मेरो फोटो टाँच्नुपर्छ है ए है म भोलि बिहान फेरि देखाउने नै छु है त ल गाइजहरू हेर्दै गर्नु लाइट त पहिला भन्दा चकिलो छ हाम्रो पार्टी हिजो पनि नसकेर आज पनि यसो है स्टार्ट गर्दै आज चाहिँ नानीलाई नै लिएर आएको तर हामीमा चाहिँ आएको आज चाहिँ यसो हल्का फुल्का खाना हेर्दै गर्नु म त खाजा मात्र देखाइ भयो चाहिँ चिकन क्रन्ची यता चाहिँ चिजी बल मलाई चाहिँ यहाँको फेभरेट चाहिँ चिज बल लाग्छ कसो हो सानो यहाँ नानीलाई एउटा स्लिपर्स हेरिदिउँ भनेर आएको झन् मैले यो रोजेको उता आफै आफ्नो सुरुमा नापे बसेँ यहीँ सानो भयो त अब कसले जित्ने यस्तो बच्चालाई यो लिउँ भनेको यो नलिने रे भयो अरे यिनीहरू लिने रे नानीलाई पो सपिङ भयो झन् आज त है सानो हो यहाँ चढ्ने भन्छ यो त खालि यो चल्दै चल्यो होइन मिस सानोले के किन्यो अरे त्यो त चल्यो छैन कि बन्द भएछ छैन जाऊँ त्यहाँबाट चढ्ने ल हौ उताबाट लाउला नानी ल मेरो भ्लग चाहिँ यति नै थियो अनि लास्टमा इन गर्नुभन्दा अगाडि चाहिँ मैले तपाईँहरूलाई मेरो गिफ्ट देखाउन चाहन्छु त्यही भएर यो वाइन र केक चाहिँ कृपा दिदीले दिनुभएको मलाई मेरो बर्थडे गिफ्ट उहाँ बाहिरबाट अर्डर गरिदिनु भएको युकेबाट अर्डर गरेर चाहिँ मैले यहाँ पाएको उहाँलाई धेरै धेरै धन्यवाद अनि यो स्लिपर्स यो हिलवाला स्लिपर्स चाहिँ मलाई मेरो साइनीले गिफ्ट गर्नुभएको मैले चाहिँ यो त्यहाँ अगाडि नै राखेको थिएँ अनि यो हिल चाहिँ मैले बर्थडेमा लगाइसकेको यो पनि मलाई मेरो बुढाले किनिदिनु भएको अनि यो मात्र त होइन त्यहाँ अगाडिको भिडियोमा पनि देख्नुभयो नि त मैले के पाएको छु भनेर स्कुटर नयाँ एकदम खुसी छु होइन अनि यो चाहिँ मम्मीले लिइदिनु भएको मलाई यो स्कर्ट चाहिँ यो स्कर्ट र पैसा दिनुभएको थियो मम्मीले अनि गिफ्ट चाहिँ यति नै थियो अब साथीहरू पनि त्यति नै गिफ्ट पनि यति नै है आफन्तहरू पनि त्यति नै अनि मैले चाहिँ योपालि धेरै पैसा पायो पैसा चाहिँ कसले दिनुभयो भनेपछि बाबाले दिनुभयो मम्मीले दिनुभयो दाइले पठाइदिनु भयो अनि मेरो देवरले पनि दिनुभएको थियो अनि त्यति नै हो है धेरै बोल्न नआउनु कि अरू जस्तो त भ्लगमा पनि ल त्यति नै थियो खुसी बस्नु सधैँ निरोगी हुनु अनि यसो नयाँ हुनुहुन्छ भने यसो लाइक सेयर सब्सक्राइब गरिदिनु होला हस् त ल बाई बाई थ्याङ्क यू फर वाचिङ एन्ड लभिङ मी